स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले आमालाई भने आमा बालेनले देश बनाउँछ। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो हितलाई राख्यो भने मात्रै यो वार्ता हुने। गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला, मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ। म देशमा तपाईहरुको उपस्थिति कम छ भनेर धेरैले भन्नुहुन्थ्यो। उहाँहरु सबैलाई म एउटै जवाफ दिन चाहन्छु। म देशमा धेरै आई वा दुरुस्त आई, म आज धेरै बोल्दिन। म यति मात्र बताउँछु, जुन दिन म इतिहासलाई म मधेसलाई एउटा कुरा दर्ज गराउन चाहन्छु। जुन दिन बालनजी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकिएर म घर गएँ। भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको दिन थियो। मेरो घरमा मेरो आमाको, स्वर्गीय आमाको तस्बिर पनि छ। मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ, किनकि कुराकानीको क्रममा बालनजीले मलाई मेरो सपना सोध्नु भएको थियो। मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनु भएको थियो। हामीले एकअर्काको सपना साझा गरेका थियौँ। भेट भएको 5 मिनटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ। 5 मिनटमा तपाईलाई आज यति कुरा पनि बताइदिन्छु। म रवि लामिछाने र बालेन शाह बीचको वार्ता 5 मिनटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौँ। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो हितलाई राख्यो भने मात्रै यो वार्ता हुने र भाँडिने। हामी दुवै यो देशको हितका लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौँ, किन यसको विकल्प छैन। अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विभेद सहन सक्दैन र पर्दैन। त्यस दिन बिहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले आमालाई भने आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पुरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने। मेरो आमासँग कुरा भयो र मैले आमालाई भने आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो। मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको, हेलिकप्टरबाट भागेको, बच्चालाई गोली ठोकेर भागेको, सरकारले लगाएको मुद्दाले अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला, मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ। त्यति मात्र होइन, बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र मधेसलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। मलाई कुनै पर्वाह छैन। मलाई विश्वास छ यतिका मूर्धन्य नेताहरू यहाँ उभिनु भएको छ। जनताको यति ठुलो साथ पाएपछि अब चिन्ता गर्न पर्दैन। अब देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ, सामाजिक न्यायको बाटोमा अगाडि बढ्नेछ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै अगाडि भन्नुहुन्थ्यो कसैले